लाइन है आज यता रियाद जाने अटो यो 17 नम्बर बाटो छ नि त्यतातिर पुरै जाम लागिरहेको रहेछ है त। आएको 4 बजे आइपुग्यो मान्छे, 6 बजे 2.5 घन्टा जति जाम परिसक्यो गाइजहरू। त्यसैले पुरै जाम छ आमामामा यो सिंगल बाटोमा। के को जाम हो त नि यस्तो छ है। जबरजस्ती हाल्न पनि गाडी के गर्ने। गाडी नि कति हो छ्या। जीवन साथी तिमीलाई कति लामो लाइन यसरी नै हुन्छ त अनि। खै यो बलिदिया बाटो पुरै जाम छ साथीहरु, हेर्नुस् त। सक्छ त अनि। कहाँसम्म छ त नि लाइन त्यही माथि पानी पनि परिरहेछ हैन, पानी पनि परेछ। के गर्ने, यस्तो जाम लागेछ। यो सानो गाडीहरुलाई फेरि कति हतार हुन्छ नि आमामामा। जबरजस्ती गरी हाल्ने सानो गाडीहरु यस्तरी आउँछ। यस्तो जाम छ त्यही पनि अट्दैन। जबरजस्ती हुन्छ बद्दुहरु ट्यापेहरु। हेर्नु न, हेर्नु कस्तो ल्याएको छ सानो गाडी। सक्छ त अनि। यस्तो छिराउँछ आमा सानो गाडीहरु। छ्या छ्या छ्या। पुरै जाम हो। कहाँसम्म हो त नि जाम आमामा। हेर्नु सानो गाडीहरु बिचमा जबरजस्ती छिराउने गरे। हेर्नुस् त, हेर्नुस् आमामा। के गर्ने, साइड छोडिदिनै पर्ने। साइड नछोडे फेरि घर छ यिनीहरू त झरेर लड्न आउँछ। के गर्ने, हामी त अर्को ठाउँको मान्छे है, केही भन्न नि नमिल्ने। यिनीहरू त यहाँको राजाहरू। कहिले कताबाट हालिन्छ गाडी, कहिले कताबाट गल्छ। त्यही यो सानो गाडीहरूले बिजोग बनाएको छ त। पानी परेर त्यतिकै बिजोग छ फेरि। हेर्नु न, हेर्नु आमामा कहाँसम्म हो त नि जाम। अगाडि पनि कता हो, हामीभन्दा अगाडि पनि त्यतिकै जाम छ। सक्छ त अनि। यस्तो जाम लागिरहेछ हो। जाम पनि कति साह्रो छ। म आज अल्लाहसाबाट खाली गरेर आएको यता रियाद। यता बलियादिया बाटो आएको गरे पुरै जाम रहेछ त नि। 2.5 घन्टाभन्दा बेसी भइसक्यो। अहिले कति बज्यो हो? 6:30 हुन लागिसक्यो। अहिलेसम्म खुले आएन यार आमामा। कति साह्रो जाम हो त नि।